सिक्सर पनि यहाँबाट फर्किन्छु म यो हप्तामा मात्र 3 वटा चाहिँ सर्प देखिसकेँ होला मैले। हेलो नमस्ते, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ ब्लगमा। 85 डेज भइसक्यो त ब्लग नहालेको होइन। तर ग्याप भयो, पहिलातिर पनि ग्याप हुन्थ्यो, धेरैमा 18 दिन जति हुन्थ्यो, तर योपालि त वाइल्ड ग्याप भयो। 85 डेज ब्लग नहालेको रिजन चाहिँ के हो भने होइन, खासमा म चाहिँ होस्ट हो कि लाइफ हो होइन, चेन्जेस भएर हुन्छ। चेन्जेस चाहिँ चाहिन्छ होइन। 85 डेजमा धेरै चेन्जेसहरू भयो, के चेन्जेस भयो म हल्का फुल्का भन्छु होइन। पहिला मैले ब्लगमा देखाएको थियो ढलान बाटो कन्स्ट्रक्सन हुँदैछ भनेर, र ढलान बाटो कन्स्ट्रक्सन चाहिँ भइसक्यो। देख्न सक्नुहुन्छ तपाईँहरू अगाडि बाटो है कन्स्ट्रक्सन भइसकेको छ। फिल्यामा नि ढलान बाटोमा हिँड्दै हुनुहुन्छ है होइन। फिल्यामा ढलान बाटो चाहिँ बन्यो, तर कुनै कुनै ठाउँमा चाहिँ बनिएको छैन, यतिकै ग्याप छोडेको छ होइन। घरको अगाडि मात्रै बनाएको छ ढलान चाहिँ। उर्मायाको डेट भइसक्यो होइन। तपाईँहरू अब मेरो पहिलातिर भ्लग हेर्नुहुन्थ्यो भने चिन्नुहुन्छ होला सायद उर्मायालाई। लुना थियो इङ्ग्लिस नाम चाहिँ होइन। डेथ भइसक्यो। डेथ चाहिँ किन भयो होइन, रिजन चाहिँ मलाई एक्ज्याक्ट रिजन चाहिँ मलाई पनि थाहा भएन। घरमा पेट्सहरू पालेको होइन, सबसे स्याडेस्ट पार्ट भनेको न यही हो कि छिटै मर्छ होइन। अब कुकुरहरू पाले, बिरालोहरू पाले, अब एकदम माया त लाग्छ होइन, तर छिटै मर्छ, क्या नर्मल लाग्छ होइन। त्यो स्याडेस्ट पार्ट चाहिँ उर्मायाल चाहिँ रेस्ट इन पिस होइन। सिमसिमे पानीहरू परिरहेको छ, अरू पनि चेन्जेसहरू भयो होला होइन, तर मलाई चाहिँ खासै थाहा भएन। किनभने म खासै चासै राख्दैन कस्तो बिहा भयो, कस्तो बच्चा भयो, को के हुँदैछ खासै थाहा हुँदैन मलाई चाहिँ। मलाई यस्तो टोलतिर के भइरहेको छ होइन, यस्तो खबरहरू थाहा हुने भनेकै त्यही गफहरू सुन्ने बेलातिर मात्र, नत्र अरू बेला चाहिँ यतिकै घरमै हुन्छ, फोन चलाउने यतिकै बिच तिनीहरू होइन। पानी पऱ्यो म चाहिँ एकछिन है बाजेको घर टिनमुनि बस्छु। धेरै पहिलो कुरो कि घरबाट खासै बाहिर निस्किन्थेन होइन। अनि एक दिन चाहिँ म बाहिर निस्केँ, अनि बाहिर निस्केर हेर्दा त रिक्सा देखेँ मैले। रिक्सा गुडेको, अटो गुडेको, पहिलातिर त गुडियो देख्थेन कि, अनि त्यो दिन चाहिँ रिक्सा गुड्यो है। अनि घरभित्र पस्यो, अनि बेलुका बाहिर निस्क्यो म। अनि बाहिर चाहिँ फुगु नि हुनुहुँदो रहेछ होइन। अनि फुगुलाई मैले भनेको फुगु आज त के हो रिक्सा आएको त टोलमा भनौँ भनेको। अनि फुगुले चाहिँ के भन्नु गयो भने होइन, तर थाहा छैन 8 महिना भइसक्यो यस्तो रिक्सा यहाँ बाटोमा गुडेको भन्नुभयो। अनि म चाहिँ एकछिन त ल्या हो र टाइपको भयो कि, त्यस्तो घरतिर बस्छ थाहा चाहिँ थाहा हुँदैन मलाई टोलमा के हुँदैछ। यहाँ बोजे नि कताबाट आउनु त बोजे? मेरो आमा घरबाट आमालाई दही चिउरा पुऱ्याउनु गएर आएको। हजुर, तपाईँलाई त यहाँ राखेन दही चिउरा। सबको घरमा छ दही चिउरा मात्र छ है बोजे? हजुर, आज त त्यसरी बनायो नि त, हामीले बनाएन। अघि मलाई नि मम्मीले बोलाइरहनु हुँदै खानालाई, अब घर गएर खानु पर्ला दही चिउरा। मैले त यहाँ त राखिनँ, सबै लयो उता लिएर आएको नि। चिन्नुहुन्छ र हजुरले? चिन्छ नि बोजेलाई? बुहारीलाई पठाउने होइन होला, बरीलाई होइन, कसलाई त फेरि बुहारीलाई पठाउनु पर्छ तपाईँको बुढीलाई। मेरो बुढीलाई भन्दा नि तपाईँले आफ्नै बरीले चाहिँ हेर्नुहुन्छ बरु, सिधा फुगहरूले। ए सित बुबुले हेर्छ, सिधा फुगु सबले हेर्नुहुन्छ। तपाईँको बुढीलाई नि पठाउनु पर्यो नि त। काममा त बुढी छैन नि, गर्नु पर्यो नि त। अब बोजेले चाहिँ अब मलाई एउटा केरा दिनुहुन्छ अरे होइन, भयो भनेको, तर खाऊ भन्नुभयो बोजेले है बोजे? केरा त दिन्छु भनेछु, चाबी त कता राख्यो होला? चाबी यहाँ रहेछ, यहाँ दही जिरो त अब को खान्छ त भनेर पुऱ्याउनु गयो। हजुर, तपाईँ एउटा केरा खानु नि त हजुर है? हुन्छ बोजे। लाउनुहोस् हजुर, बोजेले त बत्ती बाल्न दिनुहुन्छ अरे मलाई केरा। लाउनुहोस् हुन्छ बोजे, लाउनुहोस्, तपाईँको श्रीमतीलाई नि दिनुहोस् हजुर। ल म एक्लै खान्छु अब। ल धन्यवाद बोजे। ल ल, म चाहिँ अब यो केरा खान्छु, बोजेले दिनुभएको। कस्तो रहेछ केरा, भित्र कुहिएको छ कि है? छैन, बोजेले यहाँ कुहिएको केरा दिनुभयो भने चाहिँ अलिक जो हुन्छ। अब कोही आएन यतिकै भनेको। ल बोजेर म हात हात खाऊँ। बयोमा यहाँ भर्खर खायो, म त आगा खा क्या। हजुर, भात खायो, रानी खायो। म चाहिँ अब बोजेले दिनुभएको केरा खान्छु अब। अहिले चाहिँ केरा खाँदै होइन। अनि मैले चाहिँ फेरि यो बोक्रा नि बाँकी छोड्दैन, म चाहिँ बोक्रा नि हालेँ एकछिनमा कपार्छु म। केरा खाइसकेपछि अब चाहिँ टक कलाएर केरा खाइसक्यो। अब चाहिँ बोक्राको बाटो पनि हुन्छ टक कलाएर। बोजेले दिनुभएको केरा चाहिँ खाइसक्यो होइन। अनि केरा चाहिँ मिठो रहेछ। अनि केरा खाइसकेँ, बोक्रा सहित देख्न सक्नुहुन्छ बोक्रा सोक्रा सब कपारिसक्यो। अब म बोक्रा चाहिँ थाल्छु अब। बोजेले चाहिँ मलाई अब च्यालेन्ज दिनुभयो त्यो के अरे मलहरू है, मलहरू थुपार्ने ठाउँसम्म पुऱ्याउनु सक्छ सक्दैन अरे केरा बोक्रा होइन। यहाँ बोजेले च्यालेन्ज दिनुभयो। ल सक्दै सक्दैन है तपाईँले? ल बोजे मैले त सक्छ। ल तपाईँले खिच्नु मलाई। हजुर, ल ल ल, मैले त सक्छ कि तपाईँले ल खान्छ है त। ल सक्नु ल, यहाँबाट माथि चाहिँ ल्याउनु भयो। फेरि तल झऱ्यो। च्यालेन्ज चाहिँ मैले कम्प्लिट गर्न सकेँ। बाजे चाहिँ बारीबाट आउनुभएको बाजे? बाजे नाच्नु भयो। पानी परेको भएर कोही बच्चा पनि खेलेको छैन हैन, सब घरमै घरतिरै छ होला। ग्राउन्ड त खाली छ।
भ्लग बनाउँदा आज त दही चिउरा खानु भएन तपाईँले रक्सी पार्दै हुनुहुन्छ कसैलामा है भ्लग बनाएको छ कान्छामाले सोधिराख्नुहुन्थ्यो भ्लग किन हाल्यो भन्नु भाइ चाहिँ रिल्सहरू हेर्दै रहेछ भाइ कान्छामा चाहिँ होसी हुँदै हुनुहुन्छ ओ भाइ अर्को खोइ तिम्रो साइकल बहिनीहरू चाहिँ म गर्दैछ होइन अनि म चाहिँ अब जानु पर्ला डिस्टर्ब हुन्छ फेरि मैले गर्दा ओ भाइ गएको है त यहाँ चाहिँ मजासँग आगो ताप्दै हुनुहुन्छ है लोबोहरू यहाँ फुपूहरूको घरि बन्द रहेछ होइन अनि यता यो घरि बनेर सकेको छैन हालसम्म पनि काकाहरूको टोलमा चाहिँ त्यही हो है धान सान रोप्ने अब के अरू रोपाइ कार्यक्रम चलिरहेको छ टोलतिर चाहिँ त लास्टै लाम्बुले ठोकेको थियो होइन अनि यता आएर बसेको एकछिन यहाँ नि लाम्बुले लास्ट हेरेर रहेछ भाइ चाहिँ आउन मान्थेन होइन लौ चक्लेट भनेको माने लौ चक्लेट आऊ ल चक्लेट ल छिटो आऊ ल के चक्लेट ल छ ल ए लाउन छिटो छ कि ल थाप भाग्यो कतो ज्यामेरको हिरोहरू के किन्ने भोलि हाल्छु हेर है बिहान है मेरो भ्लगको वेटिङमा थियो तिमी होइन कि थिएन थियो नि है थियो कि भन न भने थियो कि थिएन भन थियो म नि अब तल जान लाग्यो चामल लिन अनि चामल लिएर घर जान्छु म चाहिँ काँचमा बोकेर होइन स्कुलबाट आएपछि हेर है भोलि हाल्छु म स्कुल हुँदैन किन त के को बिदा ए कति महिनासम्म हो साउनको 20सम्म कति धेरै बिदा नि हाई स्कुलले बिदा चाहिँ त्यहाँ त धेरै पाउँछ तर है म चाहिँ अब चामल घर लैजाँदा अनि सिमसनले चाहिँ कपाल काटेको छ है साइकलको मालिक हो कि यो चाहिँ है बच्चा साइकलको मालिक है तिम्रो साथी हो ल अमको ल पित्ते हो ल भ्लग हेर मेरो है भोलि हाल्छु भोलि अमक घर जान्छु है भोलि हाल्छु भोलि ल रुयो है के अरे उसको नाम सानो अङ्कित ल गयो है ल बच्चीले के बोक्नु हो त ए मुनि चामलै हो बजारमा बाटोमा चामल बोक म चाहिँ घर आइपुगेँ होइन हल्का पसिना आयो कति दिन म चाहिँ बोकेको छु यो चामल अनि अब चाहिँ खाजा खानु पर्ला यहाँ चाहिँ दही चिउरा छ होइन आज असार 15 भएर सबको घरमा चाहिँ दही चिउरा खाने चलन छ होइन नेपालीहरूको म चाहिँ अब जति जानसँग भेटिने होइन धेरै जस्तो खाइसक्यो अरे दही चिउरा त्यो चाहिँ भर्खर बनाउनु लागेको टाइपको कुरोहरू सुनिन्थेँ म नि अब खानु लाग्यो म चाहिँ अलि लेट भयो अरू भन्दा नि सैलेमाले पनि खाइसकेको छ म चाहिँ खान्छु यो दही चिउरा लास्ट लेट भयो लामखुट्टेहरू हावामा कति धेरै लामखुट्टे लास्टै लेट भयो अब खान्छु म अब दही चिउरा हेर कस्तो रहेछ कस्तो टेस्ट गर्दा मिठो भयो लामखुट्टेहरू आएको कति धेरै मैले चाहिँ खाजा नि खाएको थिएन मेरो खाजा नि यही हो आजको पैसा छ यो देऊ न त पहिला अनि दिन्छु ल त्यो मसँग पैसा छैन ल भाइ ल तिमी खाऊ मार्भिन त अब क्रिकेट खेल्न लाग्छ है बलर चाहिँ युनिक छ है मार्भिन चाहिँ ब्याट्सम्यान सिक्सर मार्भिनहरू छुट्टी छैन हाई स्कुलको त छुट्टी रहेछ है तिनीहरू रात परिसक्यो अनि यहाँले चाहिँ रातिको 7:44 भएको छ होइन अनि आजकल चाहिँ राति हिँड्ने बानी गरेको छ मैले आएकै तेरेमेरी भयो बाटो नै हिलो छ त्यो टाइममा हिँड्दा चाहिँ मलाई मजा लाग्छ होइन सुरुङभित्र चाहिँ आजकल थुप्रै मान्छेहरू आउने रहेछ टिकटक बनाउन फिडतिर आएर हुन्छ टिकटक भिडियोजहरू यहाँ सुरुङको मेरो चाहिँ होइन रेगुलर एक राउन्ड हान्ने बानी भएको थियो टनलबाट होइन अनि एक दिन चाहिँ हान्दा ठ्याक्कै यो बाटोमा कि यहाँनिर होइन कालो कत्रो सर्प देखेँ कि मैले अनि त्यहाँबाट अनि त्यो सर्प पनि फर्क्यो होइन अनि म नि यहाँबाट फर्क्यो कि खासमा मलाई यस्तो सर्पहरू देखेर चाहिँ डर चाहिँ लाग्दैन होइन तर त्यता माथितिर चाहिँ अलि बाटो एकजना दुईजना मान्छे मात्रै हिँड्ने टाइपको बाटोहरू छ होइन अनि साइडतिर झाडीहरू छ भरे हिँड्दैन अनि झाडीबाट सर्प निक्लेर ठुङ्ग्यो होइन त्यही भएर नि म चाहिँ राउन्ड हान्न छोडिदिएको थियो होइन यहाँसम्मबाट फर्किन्थेँ म चाहिँ आज नि यहाँबाट फर्किन्छु म अनि मैले यो हप्तामा मात्र 3वटा चाहिँ सर्प देखिसकेँ होला मैले सर्पहरू चाहिँ एकदम आउँछ होइन गर्मी त्यस्तै गर्मी छ सर्प पनि त्यस्तै आउँछ जोगेर बस्नु होला तपाईँहरू होइन सर्पहरूबाट अनि आजको लागि चाहिँ यति नै थ्याङ्क्स फर वाचिङ पिस